छन् र पो गजलको अर्थ छ नत्र भने जिन्दगी व्यर्थ छ बाटुली नत्र भने जिन्दगी व्यर्थ छ बाटुली नत्र भने जिन्दगी व्यर्थ छ बाटुली नत्र भने जिन्दगी व्यर्थ छ बाटुली। Hello everyone, welcome back to my new video. I hope that सन्चै आरामको सबै छु। रुकेर डिस्टर्ब गरिरहेको छ है साथीहरू, यहाँ कुकुर छ त्यही भएर मूल बाटो हो नि त यो माथि गएर चाहिँ त्यही भएर मान्छेहरू हिँडिरहेको छन् त्यही भएर कुकुर भुकिरहेको छ साथीहरू। माइन्ड नगर्नु होला। म चाहिँ बेलुका भ्लग स्टार्ट गरिरहेको छु। हजुरहरूले देख्नुहुन्छ मेरो नानी चाहिँ यहाँ खेलिरहेछ। हजुर हजुर मलाई टिकी टिकी लगाइदिनु न लु। अझै फेरि टिकी टिकी लगाइदिनु छिटो। टिकी टिकी गर्नु न छिटो। मेरो नानीले चाहिँ मलाई टिकी लगाइदिएर आशीर्वाद दिए। सबैजनालाई त्यस्तै गर्छ अहिले होइन। मैले यो फुल चाहिँ टिपेर लगाएको माइतीले नलाई चिल्लाउनु हुँदैन भन्छ मैले चाहिँ टिकटक बनाउनको लागि लगाएको साथीहरू। म चाहिँ आज घरबाट गरिरहेको छु। म चाहिँ नानीको लुगा पटाएर राखिरहेको छु। म भित्र राख्छु। मेरो छोरो चाहिँ पर खेलिरहेछ। मलाई चाहिँ मम्मीले कुकुरको चार्जर चाल्यो चल्छु। कुखुरा थोरै होइन साथीहरू। मम्मीले यहाँ चारो पकाइराख्नु भएको छ। पाकेन काँचो काँचै जस्तो हुन्छ। एकचोटि भेट्छ साथीहरू। मैले साह्रो मचालिसकेँ। अनि हाम्रो मम्मी चाहिँ तल्लो घरमा जानु भएको छ। आउनु नै भएको छैन। तल्लो घरमा जानु घरै नदेख्दो रहेछ यहाँ यो मधुरो हरि टिन्लाको घरमा जानुभएको छ। आउनु नै भएको छैन। भाइ चाहिँ पर गोरु जोतेको नि त आज। अनि गोरु लगेर पर गएको छ। यता भैँसी छ। भैँसी हाम्रो भैँसीले बेलुका बेलुका दिन्छ। त्यस्तो साथीहरू। मैले माथिको गुलाबको फुल चाहिँ मैले रोपेको कति सानो थियो कति ठुलो रुख भइसक्यो। 3 वर्ष 4 वर्ष भइसक्यो। भर्खर नानी यता के गर्दैछ? यसले त मलाई त त्यहाँ खरानी छर्दैछ। त्यो खरानी कसले छर्नु लाग्यो? खरानी छरेर यस्तो गर्छ। चप्पल फुकाएर कुटे खाने फोरीको नि म फोरीको यो के गरेको? चप्पल लाऊ यहाँ। ल छिटो छिटो चप्पल लाऊ। चप्पल लाउनु पनि जान्दैन नि। छिटै यहाँ नटोलिकन छिटो लाउँछ कि पर कुटाइ नखाएको त दिन हुँदैन नि। क्या कराएको फेरि बिचमा रिसले चकचक गर्छ नि कराउँछ भन फटाइदिएको नि म। साथीहरू साथीहरू आजको मौसम दिनभरि घाम लाग्यो। अहिले साँझ पर्यो यस्तो छ। मेरो नानी चाहिँ त्यहाँ खेलिरहेछ। मैले चाहिँ कामहरू पनि भ्याइसकेँ। काम त के नानीलाई खाजा पकाएर दिएँ। मम्मीहरूलाई पनि पकाइदिएँ।
यो पारिको गाउँ चाहिँ साम्पाङ हो। यता उभोको चाहिँ आले। अनि त पारिको त्यो अरुण जस्तो देख्ने चाहिँ तुमलिङ टाढो है। त्यहाँ एयरपोर्ट यता माथि यो डाँडा चाहिँ खाँदपारी हो। यताबाट त सबै देख्ने यताबाट यस्तै छ। अब त्यहाँ धारामा पानी आउने बेला भयो। फेरि चकचक्ता गरिहाल्यो नि। यहाँ छोपेको थियो कि बोराले निकाल्नु पनि भ्याइ जान्छ हौ। कोगी मैले टिकी लगाइदिनु न थोरै फेरि चिकी गर्नु न। त्यो दसैँमा देखेको नि त हामीलाई पनि आशीर्वाद दिँदै के भन्छ त बुझ्नु त बुझ्यो के भन्दै टिका बाटोको यस्तो फटा छ कि अघिसम्म त साथी थियो अहिले त साथी पनि छैन एक्लै खेलिरहेको छ। र मम्मी चाहिँ तल घरमा जानुभएको थियो आउनुभएको छैन किन जानुभएको होला भन्नुहुन्छ ल। त्यस्तो नसिक न भाइले त्यो पनि त्यस्तै लड्छ त्यहाँ खेलिरहेछ न ऊ त लड्छ सबै बुङ हुन्छ। अब कहाँ गएको झोडीमा बुझिले खाला है गाडी गलेको जस्तै छ है। गल्यो म चाहिँ बाख्रासँग जाँदैछु घर। बाख्रा चाहिँ ऊपर मामले लिएर हुन्छ मेरो नानी चाहिँ यता छ। नानीहरूमा चाहिँ बाख्रासँग चाहिँ यो अगाडिको भिडियो लिएर जानुहुँदैछ साथीहरू। आजको भिडियो चाहिँ म यहीँ इन्ड गर्न चाहन्छु साथीहरू। बाई बाई। लाइक कमेन्ट या सब्सक्राइब गर्नु भएको छैन भने गरिदिनु होला साथीहरू। भिडियो के कस्तो लाग्छ हेरेर गरिदिनु होला कमेन्ट पनि गर्नु होला साथीहरू। हजुरहरू पनि बनाएको भिडियो हेर्नुहुन्छ लाइक कमेन्ट सब्सक्राइब सेयर गर्न चाहिँ नभुल्नु। बाई बाई।